साथीहरू हामी आज पशुपति आएको पशुपति क्षेत्रतिर हामी प्रवेश गरिसकेका छौँ साथीहरू। मेरो बुढो हिँड्दै हुनुहुन्छ, यता हेर्नु न। स्वास्नी नभन्नु नदी जानु न। बुढोले एकदम उठ्नुमै अल्छी गर्नुभयो अनि 11 बजे उठ्ने सुतक्कर बुढा भएपछि नहुनुहुन्छ। के गर्नु हो, त्यस्तै छ। बल्ल बल्ल घुचाकी उठाएर अनि लिएर त्यही बाँकी छ। के भन्न चाहनुहुन्छ हजुरले? के पनि भन्न चाहन्छु, बस यो अनि कहाँ रक्सी खाएर बल्दिन चाहन्छु। त्यस्तो नहुनु, यस्तो भनेको सुहाउँदैन के तपाईँलाई? नसहाय पनि के हो। अनि यति हेर्छ मान्छेलाई सुहाउँछ त नि त्यस्तो भने। पशुपतिमा सबको सामु बेइज्जती हामी पशुपति दर्शन गर्न आएको साथीहरू। हेर्नु, म आज हजुरलाई पशुपति दर्शन गराउँछु। यहाँ बाबाहरूको झगडा परे जस्तो छ। यहाँ बाबाहरू हुनुहुन्छ, मेरो बाबा बोलेको थिएछ। वाउ, कस्तो राम्रो जवान भएको भएर दिएको भन्छ हो। ए अलरेडी किनिसकेको छ सिलाजी। हर हर आएको बेला जानुपर्छ है दिदी। यता हेरिदिनु न बुढो, अनि स्माइल गरिदिनु। के हो र अनि कस्तो गुस्सा परेर रिसाएको आज मेरो देउता दुखी छन् कि हो आज किन स्याड हो तपाईँ? जय हनुमान ज्ञान गुण सागर। किन मन कस्तो कस्तो भइसक्यो मेरो त। के भन्नु न बुढो, के बोल्नु न। साथीहरू पुरा शैक्षणिक भ्रमणको लागि आउनु भएको रहेछ। कुन स्कुलबाट लिएर आएको रहेछ? हर दुःख हर दरिद्र हर रोग हर भय हर 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 महादेव। मेरो देउता यहाँ हुनुहुन्छ आज, एकदम स्याड जस्तो मान्छु म। मेरो भोले बाबा यहाँ हुनुहुन्छ। हजुर त अनि मेरो भोले बाबा। हजुरमा र भोले बाबामा केही कमी देख्दिनँ म बुढो, साँच्ची भने। मैले हजुरलाई पूजा गर्छु त ल। यता हेर। हेलो, मेरो बुढालाई थ्याङ्क यू मेरो भिडियो बनाइदिएको माथि तपाईँ बताउनु न। यस्तो गरेर हात घुसाउने के? आफू अग्लो बुढी होचो भयो भने निकै बराबरी होस् न त। कति फुट किन पुग्थ्यो छु त म तपाईँ भन्दा अगाडि हुनु पर्यो। पशुपति घुम्नु भनेर आएको, अरू कुरै छाड्दै मेरो बुढालाई पुरा जुत्ता हराउँछ भन्ने टेन्सनले सताइरहेछ। अनुहारै कति कालो बनाइरहेछ। जुत्ता चोरिदिएको भने चोरिदिएको। जुत्ता हराउँदैन कि कति डराएको। अनि पसलसम्म चाहिँ म हिँड्दै जाने। हिँड्दै जाने।